के भनौँ, कमसेकम यति गम्भीर आरोप लागिसकेपछि त विभागले उहाँलाई कमसेकम तत्काल उहाँलाई त्यहाँबाट झिकाएर त्यहाँ तत्काल या डिएसपी साहबलाई निमित्त बनाएर हुन्छ कि नयाँ एसपी पठाएर हुन्छ, यो विषयको गम्भीरता बुझ्नुपर्ने थियो। तर आज तेस्रो दिन भइसक्यो, दोस्रो दिन कि तेस्रो दिन भयो, आजसम्म अहिलेसम्म एसपी साहब त्यही हुनुहुन्छ भने अब मलाई सिसिटिभी फुटेज दिने अथवा एसपी साहबको बारेमा भन्ने व्यक्तिहरू 70 जिल्लामा त्रसित छन्, त्रासमा छन्। फेरि फोनहरू आइरहेछन् र म फेरि यो लाइभ काटेर म केही कुराहरू भन्छु र हजुरको परिचय पाउन सर। तपेश्वर यादव, प्रदेश सभापति राष्ट्रिय स्वतन्त्र पार्टी। राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश सभापति। थ्याङ्क यू सर। हेरानन्दजी हजुरको साथी राजराजले फोन गर्नुभएको थियो। हजुर अनि म तुरुन्तै फोन गरेर आएँ तपाईँको। हजुर हस् हस् थ्याङ्क यू। यहाँ जनकपुरका आसपासका साथीहरू आउँदै हुनुहुन्छ, साथीहरू विभिन्न जनकपुरका विभिन्न ठाउँहरूबाट। म यहाँहरूलाई भनौँ, म अहिले कुन चोक भन्छ है, जनक चोकमा छु म र म यो लाइभ काटेर फेरि तपाईँहरूलाई हेर्नुहोस्, युवा साथीहरू नमस्ते, थ्याङ्क यू सर। जनकपुरका विभिन्न ठाउँबाट साथीहरू आउनुभएको छ। म केही जानकारी तपाईँहरूलाई गराउँछु। भन्नुहोस् त, त्यो सही साहब जसले पैसा लिएको छ त्यो तानियो, त्यो घुमुवा तानियो, एसपीलाई चाहिँ धूप आरती देखाउनु पर्ने, धूप आरती देखाउनलाई त्यहाँ राख्नु भएको छ होइन। यदि त्यो मान्छे एकदमै सही छ, सत्यवादी राजा हरिश्चन्द्रै हुनुहुन्छ भने ससम्मान उहाँलाई बरु फुलमाला चाहिँ म पनि लगाइदिउँला। कमसेकम अनुसन्धानको क्रममा यो यति गम्भीर विषय उठिसकेपछि त यसको गम्भीरता बुझ्नु पर्दैन र राज्यले। अब यो विषयहरू बन्यो भने म टार्गेटमा आउँछु कि अहिले जुन इन्सपेक्टर साहब आउनुभएको थियो, उहाँ मलाई व्यवहारिक रूपमा कुरा गर्नुभयो। उहाँले मलाई कुनै किसिमको दबाब दिनु भएन। उहाँले यति पो भन्नुभयो, दिवाकरजी तपाईँले लाइभ गरिदिनु भएको छ, अनुसन्धानमा म तपाईँसँग केही कुरा बुझ्न आएको थिएँ, तपाईँ सायद डराएरै लाइभ गर्नुभयो होला। त्यसरी उहाँले एकदमै एउटा मानवता देखाउनु भयो। उहाँले मेरो मनमा चलेको कुराहरू राख्नुभयो। अब तपाईँ कल्पना गर्नुहोस्, अहिलेसम्म राज्यले एसपी साहबलाई किन सरुवा गरेको छैन? कमसेकम सरुवा नगरे पनि ल एक हप्ताको लागि जबसम्म अनुसन्धान टुङ्गो लाग्दैन, के निचोडमा पुग्दैन, त्यतिन्जेल त राख्न सकिन्छ नि। अब भन्नुहोस् त, यो अवस्थामा त्यो मान्छेहरूको अवस्था के होला? म जनकपुरमा छु। अब यदि राज्यले उहाँलाई गम्भीरतापूर्वक यो विषयलाई लिएन भने म नेपाल छोडेर इन्डिया गइहाल्छु। त्यस्तो अवस्था भइरहेको छ। किनभने मलाई थाहा छ नि, यहाँ बस्यो भने त यहाँ कुन चाहिँ के गरिदिन्छ थाहै छैन। यहाँ रोडमा उभिया छु, अब यहीँबाट फेरि सडक जाम गर्यो दिवाकरले भन्ने मुद्दा लगाइदिन्छ। यो अवस्थामा छौँ। अब यो धेरै फोनहरू आइरहेको छ, म केही बेरमा जानकारी गराउँछु। म यहाँहरूलाई यो लाइभ किन गरेको थिएँ भने म सुरक्षित छु, म ठिक छु, तर ठिक छु भनिरहँदा यो राज्यको जुन अहिलेसम्मको गतिविधि हेरिरहेको छु, राज्यले जुन किसिमले एक्सन लिनुपर्ने, जुन किसिमको राज्यको मौनता छ, यो मौनता बडो शङ्कास्पद र बडो गम्भीरतापूर्वक लिएको छु। यो यति अब योमा के प्रमाण चाहियो? प्रमाण के चाहियो? सिसिटिभीको फुटेजमा बकाइदा सही साहबले पैसा लिएको छ, वरिष्ठ सही साहबले बकाइदा घुमुवाको त्यहाँ एसपी साहबलाई भेट्न आउनु भनेको छ। अब त्यति अब के हुनु पर्ने? एसपी साहबको हातमा यसरी भन्नुपर्ने, एसपी साहब तपाईँ फोटो एउटा खिचाउनुहोस् त पैसा लिएको, त्यो त हुँदैन नि। कि भन्नुपर्ने, पत्रकारहरूलाई बोलाएर तपाईँ त्यसरी लिनुहोस् भिडियोमा पैसा, त्यो त्यसरी कहाँ हुन्छ भन्नुहोस् न? यतिले पुगेन। अब केही बेरमा म तपाईँहरूसँग फेरि जोड्ने छु। कोही जितेको रहेछ। जुन व्यक्ति तपाईँ राजनीति नै केही थाहा नभएको व्यक्ति एकाएक चाहिँ तपाईँ समुद्रमा चाहिँ त्यो पौडी खेलेको जस्तो चाहिँ मलाई अनुभव भयो। मैले संसदमा राखेको थिएँ, म 3 दिन त बेहोस पनि भएँ भन्ने विषयमा मैले कुरा पनि राखेको थिएँ। त्यो लगत्तै चाहिँ नि म समाजवादी पार्टीबाट एकजना साथी पनि आउनुभयो र संसद दलको नेता पनि म आफै भएँ। अब कहाँबाट कहाँसम्म पुग्यो यो तपाईँहरू चाहिँ अनुमान लगाउन सक्नुहुन्छ। तपाईँले ठुलो तपाईँले चाहिँ राजनीतिक तपाईँले चाहिँ त्याग बलिदान गर्नुभएको छ। म कुनै त्यस्तो गरेर आएको व्यक्ति चाहिँ होइन, तर मेरो पुर्खाहरूको योगदान यो देशमा थुप्रो छ। म नेवा कम्युनिटीबाट चाहिँ हुर्केको व्यक्ति, मलाई थाहा छ त्यो पीडाहरू मैले सानैदेखि बुझ्दै आएको।
त्यो अधिकारहरू कसरी वञ्चित भयो भन्ने कुराहरू त्यो पीडा चाहिँ मसँग थियो र चाहिँ यही संस्कृति सम्पदा चाहिँ नि बचाउने यही मेरो गुठी बचाउने भन्नेमा चाहिँ लाँदै गरिराखेर म नेपालमै बसेर गर्नुपर्छ काम गर्नुपर्छ भनेर गर्दै गर्दाखेरि मैले पाएको यो ठाउँ हो कि जस्तो कहिलेकाहीँ मलाई चाहिँ लाग्छ म यतिकै आएको व्यक्ति होइन जस्तो चाहिँ मलाई लाग्छ यो हुँदै गर्दाखेरि तपाईँको चाहिँ एकाएक कस्तो अवस्था पनि आयो भन्दाखेरि म बिना सरकारै नबन्ने अवस्था पनि आयो प्रदेश सरकार बागमती प्रदेश सरकारमा सरकार बन्न 56 सिट चाहिन्छ एमाले र माओवादी मिलाएर 55 सिट एक सिटको कारणले गर्दाखेरि उहाँहरूलाई धेरै नै त्यहाँ चाहिँ समस्या पर्यो त्यसपछि मैले चाहिँ नि बागमती प्रदेशमा संस्कृति पर्यटन तथा सहकारी मन्त्री नै सम्हालेँ कि मेरो विषय थियो त्यो म संस्कृति सम्पदासँगै जोडिएको विषय भएको कारणले गर्दाखेरि म त्यही मन्त्रालय लिएँ र चाहिँ म 4 महिना मन्त्री हुँदाखेरि मैले के गरेँ त भन्दाखेरि मैले भन्ने ठाउँ पनि पाएँ मैले नेपाल भाषा तामाङ भाषा भाषा ऐनको घोषणा तथा कार्यान्वयन त्यो मैले चाहिँ इतिहासमा मैले सुनौलो अक्षरले गर्न पाएँ मेरो कार्यकाल तर त्यहाँसम्म पनि मेरो केही भूमिका होइन भूमिका तपाईँ यहाँ हुनेहरू नै हो सबै यहाँ हुनेहरू चाहिँ मैले योगदान तपाईँहरूकै हो मेरो त्यहाँसम्म पनि मेरो केही योगदान चाहिँ छैन मैले यो जोड्नु खोजेको विषय के त भन्दाखेरि हामी यहाँसम्म पुग्दै गर्दाखेरि राष्ट्रियता र इमान्दारिता कहाँसम्म छ त भन्ने चाहिँ मलाई चाहिँ नि लाग्छ मैले चुनाव लड्दै गर्दाखेरि मैले त्यही समय मेरो चाहिँ जुन पल्ला भारी भएको अवस्थामा मैले चुनाव छोडेको भए चुनाव छोडेर कुनै एकजना पार्टीलाई मैले सहयोग गरेको भए मैले 2 करोड कमाउँथेँ त्यो बेला म मन्त्री भएको बेला मैले बजेट राख्ने क्रममा त्यो एउटा चाहिँ सिन्डिकेट त्यो एउटा सिस्टमभित्र पसेको भए मैले 2 अर्ब 45 करोडको सिलिङ बजेट चलाउँदै गर्दाखेरि मैले त्यो सिस्टममा म पसेको भए मैले झन्डै त्यो समयमा मैले 10-12 करोड भन्दा पनि बढी कमाउँथेँ यो छ सिस्टम त्यसको सिस्टम त्यसकारण यो बुझ्न चाहिँ जरुरी छ यो कसरी भ्रष्टाचार भइरहेको छ अवस्था तपाईँ सिधै तपाईँको चाहिँ कर्मचारीमा तपाईँको पर्सेन्टेज खोल्ने बानी छ मैले संसदमा भनेको थिएँ मैले मान्यज्यूहरूले बजेट राख्ने नै होइन रहेछ मैले यो अनुभव गरेँ हामीले ऐन कानुनमा फोकस हुनुपर्ने हामीले यसको लागि सङ्घर्ष गरेका हौँ हामी आफ्नो क्षेत्रबाट निर्वाचित हुँदै गर्दाखेरि चाहिँ नि हामीले चाहिँ नि के ऐन र के चाहिँ अधिकार हामी प्राप्त गरेका छौँ भनेर हामीले हाम्रा चाहिँ भोटर्सहरूलाई हामीले नागरिकहरूलाई यो भन्यौँ त भनेनौँ के भन्यौँ त भन्दाखेरि जुन दिन चुनाव आउँछ त्यो दिन समानुपातिकमा यहाँ हाल्ने गठबन्धनमा यहाँ छाप हाल्ने मलाई यहाँ छाप हाल्ने यो पार्टीमा छाप हाल्ने बाहेक अरू हामीले चाहिँ भन्ने सिकाएनौँ हामी त्यसकारण चाहिँ भोलि वैकल्पिक शक्ति भन्दै गर्दाखेरि हामी त्यही पुरानो नयाँ बोतलमा पुरानो रक्सी भने जस्तो उखानहरू छन् नि त्यस्तो चाहिँ हुनु भएन त्यो भ्रष्टाचार यतिसम्म चाहिँ भ्रष्टाचारहरू छन् कि तपाईँको चाहिँ खुला त्यहाँ मान्यज्यूहरू यदि मैले चाहिँ नि टिकटको लागि मैले यति खर्च गरेँ चुनावमा मेरो यति करोड खर्च भयो भन्ने विषयहरू तपाईँको खुला हुन्छ तपाईँलाई पो सजिलो छ तपाईँ त काठमाडौँको हुनुहुन्छ तपाईँ जिते पनि नजिते पनि तपाईँलाई मतलब छैन तपाईँको राजनीतिक तपाईँको चाहिँ नि केही त्यो छैन हामीलाई त गाह्रो छ त मान्यज्यू मैले त यति खर्च गरेर आएको मन्त्री हुनलाई नै यति चाहिन्छ हाम्रो भन्ने विषयहरू थाहा नभएको विषय होइन हामी सबैलाई थाहा छ अघिको वक्ता हाम्रो उहाँले भन्नुभएको छ यति करोड यति लाख यसरी कमाउँ त्योभन्दा धेरै कुरा कमाउनेहरू छन् तपाईँको चाहिँ यो जुन हाम्रो गभर्नरको कुराको सवालको र मैले हेरेँ मैले त्यसमा अलिकति अध्ययन गरेँ अरबौँ अरब त तपाईँको चाहिँ नि व्यापारहरूले तिरेकै छैन भनेपछि त्यो सेटलमेन्टको लागि त्यो 2-3 अर्ब चाहिँ के ठुलो कुरा हो त्यसकारण यस्ता विषयहरू थुप्रो छन् तर यो भन्दै गर्दाखेरि तपाईँको निराश हुनुपर्ने आवश्यकता पनि मैले देखेको छैन किन भन्दाखेरि यहाँसम्म पुग्दाखेरि चाहिँ नि हाम्रा अग्रज व्यक्तित्वहरूले जुन सङ्घर्ष गर्नुभएको छ उहाँले धेरै अधिकारहरू दिनुभएको छ महिलालाई दिनुभएको छ बालबालिकाले दिनुभएको छ आज तपाईँ संसदमा हेर्नुभयो भने चाहिँ नि 110 जना प्रदेशमा चाहिँ हामी झन्डै 69% जनजाति हामी त्यहाँ छौँ त्यो अधिकार तपाईँहरूले दिनु भएको अधिकारहरू हुन् मन्त्रीमण्डलमा हेर्नुभयो भने 80% तपाईँको चाहिँ जनजातिहरू छन् अहिले मुख्यमन्त्री नै बहादुर लामा हुनुहुन्छ त्यो पनि एउटा चाहिँ उपलब्धिको विषय
यस्ता उपलब्धि थुप्रै छन्। महिलाले पाउनु भएको अधिकारहरू थुप्रै यस्ता विषयहरू छन्। तर अब अगाडि बढ्ने क्रममा एउटा चाहिँ जुन नयाँ सोच, सकारात्मक सोच, कसैलाई चाहिँ तपाईँले चाहिँ नकारात्मक कुरा गरेर हामी अगाडि बढ्न सक्ने अवस्थाहरू छैन। अहिले नागरिकहरू सचेत हुनै आइरहेको अवस्था भएको कारणले गर्दाखेरि यो वैकल्पिक शक्तिमा सकारात्मक सोचको कुराहरू धेरै हुनुपर्छ। नकारात्मक सोचले तपाईँहरूले चाहिँ हामीले चाहिँ युवाहरूलाई काउन्सिलिङ गरेर चाहिँ हामीले ल्याउने अवस्थाहरू छैन। यहाँ धेरै अवसरहरू छन्, धेरै अवसरहरू छन्। मलाई लाग्छ कहिलेकाहीँ यो त यो हाम्रो चाहिँ नि पहुँच नभइकन हुँदैन भन्ने कुराहरू हुन्छ। हाम्रो पूर्व मन्त्री बाबुराम भट्टराईजीको के पहुँच थियो होला त्यो गाउँको घरमा बस्दै गर्दाखेरि चाहिँ उहाँ प्रधानमन्त्रीसम्म हुनुभयो। पहुँच त बनाउने कुरा हो, पहुँच बनाउने कुरा हो। यसलाई चाहिँ हामीले चाहिँ नि कसरी काउन्सिलिङ गर्ने भन्ने त्यो विषय चाहिँ महत्त्वपूर्ण विषय हो। र अन्तमा यो मलाई निमन्त्रणा चाहिँ नि मैले पाउने बित्तिकै मेरो सबभन्दा ध्यान आकर्षण भएको चाहिँ मेरो शब्द थियो अर्जुन दृष्टि। त्यो अर्जुन दृष्टिमा मेरो ध्यान आकर्षण हुँदाखेरि मैले सबभन्दा पहिले अर्जुन नै सम्झेँ, त्यसपछि महाभारत सम्झेँ, त्यसपछि महाभारतको द्वन्द्व सम्झेँ। त्यसकारण त्यो सँगसँगै मैले फेरि चाहिँ मैले गुगलमा अलिकति सर्च गर्दाखेरि च्याट जिपीटीमा सर्च गर्दाखेरि यो मेरो सुझाव मात्र हो, म गलत पनि हुन सक्छु। त्यसमा हाम्रो माटो सुहाउँदो शब्द सम्यक दृष्टि त्यो अलिकति हामीले चाहिँ अझ वाइडली र टार्गेटेड हुन्छ कि जस्तो चाहिँ मलाई लाग्छ। त्यो शब्द पनि अलिकति चाहिँ नि त्यसमा हामी चाहिँ अध्ययन गरौँ र पुनः एकपटक सम्पूर्ण यहाँ चाहिँ देश परिवर्तनको लागि राष्ट्रभक्ति र जुन इमान्दारीका तपाईँहरू प्रतिबद्ध हुनुभएका यहाँ सम्पूर्ण उपस्थितहरूमा म पुनः एकपटक चाहिँ नि हामी भित्री हृदयदेखि चाहिँ नि हामी चाहिँ नि समर्पित भएर देश निर्माणमा चाहिँ लाग्यो। इमान्दारी भयो भने यो देश बन्छ। हाम्रो युवाहरू धेरै तयारी भएको अवस्था छन्, बुझेको अवस्थाहरू छन्। त्यसकारण चाहिँ युवाहरूलाई चाहिँ सक्रिय बनाएर अगाडि चाहिँ नि ल्याउनु हुन म विनम्र अनुरोध गर्दै बिदा हुन चाहन्छु र पुनः एकपटक 10औं यस कार्यक्रमको चाहिँ सफलताको र राजनीतिक सफलताको कामना गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।